सुशासन प्रणाली कार्यान्वयनसँगै विक्रम सम्वत 2073 सालमा स्थापित थलारा गाउँपालिका आज सुशासन, समावेशी विकास र समृद्धिको स्पष्ट लक्ष्यसहित निरन्तर अघि बढिरहेको छ। 105.51 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा 9 वटा ओडा रहेका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार यहाँ करिब 15,958 जनसङ्ख्याको बसोबास रहेको छ। प्राकृतिक सम्पदा, कृषि सम्भावना, मौलिक संस्कृति र विकासका आधारहरूलाई समेट्दै थलारा आज समृद्ध भविष्यतर्फ आत्मविश्वासका साथ अघि बढिरहेको छ। साबिकका थलारा, दङ्गाजी, कोइरालाकोट, कोट भैरव, पारा काट्ने र मालुमेला गाउँ विकास समितिहरूलाई समेटेर गठन भएको थलारा गाउँपालिका स्थानीय सरकारको सफल अभ्यास, जनसहभागिता र समन्वित विकासको उत्कृष्ट उदाहरण बनेको छ। स्थानीय आवश्यकतालाई केन्द्रमा राख्दै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। पालिकामा रहेका ओडा नम्बर 1 रेगम जिउलो, ओडा नम्बर 2 दङ्गाजी, ओडा नम्बर 3 पारा काट्ने, ओडा नम्बर 4 महेन्द्रधार, ओडा नम्बर 5 खोली थलारा, ओडा नम्बर 6 पिखेत, ओडा नम्बर 7 माडु काट्ने, ओडा नम्बर 8 छडीभेल सायर जिउला, ओडा नम्बर 9 मालुमेला शिवालय लगायतका ठाउँहरूले थलारा गाउँपालिकालाई थप परिचित बनाएको छ। गाउँपालिकाको नेतृत्वमा अध्यक्ष प्रकाश रोकाया र उपाध्यक्ष राम खाती जनप्रतिनिधिको हैसियतमा जनताको आवश्यकता, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखी विकासका विविध आयाममा सक्रिय रहँदै आउनु भएको छ। जस्तै साबुन उद्योग, दुना उद्योग, अल्लोको झोला उद्योग तथा चप्पल उद्योग लगायतका घरेलु तथा साना उद्योगहरूले आर्थिक गतिविधिलाई टेवा पुर्याउँदै थलारा गाउँपालिकाको समग्र विकास, आत्मनिर्भरता र पहिचानलाई थप उचाइमा पुर्याएका छन्। प्राकृतिक सम्पदाले भरिपूर्ण थलारा गाउँपालिका उच्च पहाड, घना वन, स्वच्छ खोलानाला, उर्वर खेतबारी र मनमोहक प्राकृतिक सौन्दर्यले सुसज्जित छ। यहाँको स्वच्छ वातावरण, जैविक विविधता तथा प्राकृतिक स्रोतहरू भावी पुस्ताका लागि अमूल्य सम्पत्ति हुन्। थलाराका प्रमुख पर्यटकीय गन्तव्यहरूमा छडीबेल झरना, देवलबाज भगवती मन्दिर, सिमल लेक पिकनिक स्पोट, मालिका थान, खापरदह, शिवालय धाम, खप्तड प्रवेशद्वार तथा खोलीकोट रहेका छन्। यी स्थलहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै गाउँपालिकाको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्। प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अनुपम सङ्गम रहेको यस पालिकामा अवस्थित छडीबेल झरना प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। मनमोहक झरनाको मनोरम दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ। खप्तड राष्ट्रिय निकुञ्जको काखबाट बग्ने छडीबेल झरना थलारा आज बिस्खेत नजिकै रहेको छ। हाल गाउँपालिकाले झरनासम्म जाने सडक बाटो र विभिन्न संरचना निर्माण गरेपछि छडीबेल घुम्न आउने पर्यटकहरूको संख्या दिनानुदिन बढ्दो छ। सबैभन्दा पुरानो पुरातात्विक, धार्मिक तथा ऐतिहासिक स्थल देवल भगवतीले थलारा गाउँपालिकाको पहिचान बढाएको छ। ओडा नम्बर 3 देवलबाजमा अवस्थित यस पुरातात्विक सम्पदा हो। स्थानीयको भनाइ अनुसार
अनुसार पाण्डवहरूको समयकालमा निर्माण भएको जनविश्वास छ। कतिपयले जुम्ली जलन्धर राजाको पालामा निर्माण भएको हुन सक्ने अनुमान लगाउने गरेका छन्। ठूलठूला कटुवा ढुङ्गाबाट निर्मित यो 7वटा देवल शिखर शैलीमा बनेका छन् भने नजिकै 2वटा ढुङ्गे धाराहरू पनि रहेका छन्। प्राकृतिक सम्पदा, कृषि सम्भावना, मौलिक संस्कृति तथा विविध भाषा, जात जाति, धर्म, कला र वेशभूषाले समृद्ध थलारा गाउँपालिका सामाजिक सद्भाव, सह-अस्तित्व र सांस्कृतिक विविधताको अनुपम उदाहरणका रूपमा परिचित छ। खप्तड प्रवेशद्वार यो पालिकाको पर्यटकीय गन्तव्य स्थलको प्रवेशद्वार हो। यो प्रवेशद्वार खप्तड राष्ट्रिय निकुञ्ज पुग्ने सबैभन्दा छोटो मार्गको रूपमा लिने गरिन्छ। यो मार्ग माइकाथान दर्शन गर्दै खप्तड जानको लागि सबैभन्दा छोटो दूरी भएकाले अहिले स्थानीय तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। यो थलारा गाउँपालिकाको वडा नम्बर 6 पेखेतमा रहेको छ। गाउँपालिकाका प्रमुख पर्वहरू दशैं मेला, उत्तरायणी, काछे पुने, चद्देसी मेला र बिसु मेला हुन्। यी पर्वहरूले पालिकाको आपसी एकता, सद्भावना जोडेको छ। अर्थतन्त्रको प्रमुख आधार कृषि हो। मकै, कोदो, गहुँ, धान, तरकारी तथा फलफूल उत्पादनसँगै गाई, भैँसी र बाख्रा पालन यहाँका नागरिकको प्रमुख आय आर्जनको स्रोत बनेका छन्। आधुनिक कृषि प्रविधि, सिँचाइ विस्तार र व्यावसायिक कृषिको प्रवर्धन मार्फत गाउँपालिकाले कृषिलाई अझ उत्पादनमुखी बनाउँदै लगेको छ। विकासका आधारभूत पूर्वाधारहरूको विस्तारसँगै थलाराले नयाँ गति समातेको छ। सडक सञ्जाल विस्तार, सुरक्षित खानेपानी, सिँचाइ सुविधा, आधुनिक विद्यालय भवन, स्वास्थ्य संस्था, विद्युतीकरण तथा डिजिटल सेवाको विस्तारले नागरिकको जीवनलाई सहज, सुरक्षित र गुणस्तरीय बनाइरहेको छ। जयपृथ्वी राजमार्गसँग जोड्ने मोट्रेबल पुलहरू, खप्तड प्रवेशद्वार पुल, सिमार मोट्रेबल पुलले थलारालाई सुगम बनाएको छ। थलारा गाउँपालिका विविध संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भावको सुन्दर सङ्गम हो। मधुर लय, स्थानीय वेशभूषा, मेला पर्व, धार्मिक आस्था, लोक संस्कृति तथा पुस्तौदेखि हस्तान्तरण हुँदै आएको जीवनशैलीले थलाराको पहिचानलाई जीवन्त बनाएको छ। संस्कृतिको संरक्षण र पुस्तान्तरणमा स्थानीय समुदायको सक्रिय सहभागिता यस गाउँपालिकाको विशेषता हो। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सुशासनलाई समान प्राथमिकतामा राख्दै थलारा गाउँपालिका समृद्धिको यात्रामा निरन्तर अघि बढिरहेको छ। जनसहभागिता, पारदर्शिता र उत्तरदायी स्थानीय शासन मार्फत गाउँपालिकाले विकासका नयाँ आयामहरू स्थापित गर्दै आएको छ। समृद्ध कृषिको आधार, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, सुदृढ पूर्वाधार, संस्कृतिको संरक्षण र नागरिक मैत्री सुशासन, यिनै आधारहरूमा टेकेर थलारा गाउँपालिका समृद्ध भविष्यतर्फ दृढतापूर्वक अघि बढिरहेको छ। समृद्ध थलारा, सुखी नागरिक, हाम्रो साझा प्रतिबद्धता, हाम्रो साझा गन्तव्य।